दहचोकबाट फर्किँदा यसरी पुलिस चेकिङमा परिन्छ र असारको पानीले भिजेर बिजोक हुन्छ भन्ने सायद हामीले थाहा पाएको भए सायद हामी यो यात्रामा निस्कने नै थिएनौँ। तर पनि भनिन्छ नि, साथीभाइका बीचमा बन्ने अचानक अनप्लानेड यात्राहरू जति कडा हुन्छन् त्यति नै एडभेन्चर्स र रोमाञ्चक पनि हुन्छन्। युट्युबमा मेरो ब्लग हेर्दै बस्नुभएका सम्पूर्णमा नमस्कार अनि हार्दिक स्वागत छ। तपाईहरुलाई मेरो च्यानलमा। म हुँ ऋषिराम। अहिले हामी छौँ रिङ रोड ढुङ्गेधारामा र आज मेरो साथमा हुनुहुन्छ बाइक ह्यान्डल गर्ने कमान्डर धरम राणा सर। आज हामी बाइकमा यहाँबाट काठमाडौँको भिडभाड भन्दा अलि पर अलि माथि ऐतिहासिक तथा प्राकृतिक रूपमा मनोरम ठाउँमा जाँदैछौँ, कालुपाडे पार्क। तर यात्रामा हामी दुईजना मात्र होइन है गाइज। कलङ्की पुगेपछि हामीसँग जोडिँदै हुनुहुन्छ लेजेन्ड मित्र पूजन र हामी तीनजनाको जम्बो टोली लाग्दैछ आज ऐतिहासिक तथा मनोरम ठाउँ कालुपाडे पार्क। अब चाहिँ गाइज हामी यता कलङ्की चोक नपुगी कलङ्कीतर्फ अगाडि नबढी सीता पाइला कट्ने बित्तिकै हामी यताबाट सिचेटार हाइटपट्टि राइट साइडपट्टि टर्न गर्छौँ। ल हाम्रो यता अर्को दोस्तको भेट भयो होइन। अब हामी यहाँ तीनजना भएर जाँदैछौँ। त्यो यहाँबाट सिधै त्यो कालुपाडे डाँडा जाने बाटो सट्टै जान्छ कता हो? भइहाल्यो त अनि। हाम्रो एकदम हितैषी मित्र पूजनसँग भेट भइसकेपछि अब हाम्रो तीनजनाको जम्बो टोली लाग्दैछ कालुपाडे डाँडातर्फ। असारको महिना, मौसम हल्का घमाइलो रमाइलो, तर जति जति उकालो चढ्दै गयौँ त्यति त्यति रमाइलो। प्रकृतिले आफ्नो रूप फेर्दै गयो। यो असारे झरीले नुहाएर फ्रेस बनेका रुखहरू बोट बिरुवाहरू जति हेऱ्यो त्यति हेरौँ लाग्ने, जति हाइटमा पुग्यो उति नै मनमोहक दृश्य देखिने। यो हरियाली काठमाडौँको धुलो र गाडीको हर्नबाट केही मिनटमै यस्तो स्वर्ग जस्तो ठाउँमा आइपुगिन्छ भन्ने कुरा सायद हतारको जिन्दगीमा बाँचिरहेका हामीले बिर्सिरहेका हुन्छौँ। हाम्रो धरम सरले बाइक हुँकै राख्नु भएको छ। हाम्रो पूजन सरले पनि स्कुटी अगाडि एकदम रफ्तारमा ब्यालेन्समा जाँदै हुनुहुन्छ। हामी उहाँलाई फलो गर्दै पछाडि जाँदैछौँ। म पछाडि बसेर मोबाइलबाट भिडियोहरू दृश्यहरू कैद गरिरहेको छु। पक्कै पनि जति माथि आइन्छ त्यति रोमाञ्चक एकदम मनमोहक दृश्यहरू देखिन्छ। यो दृश्यहरूले मनलाई नै एकदम हरर बनाउने खालका दृश्यहरू छन्। यो रेनिङ सिजनमा देखिने यो दृश्यहरू निश्चय नै एकदमै राम्रो, अत्यन्तै फ्रेस माइन्डलाई फ्रेस गराउने खालका दृश्यहरू छन्। यसले निकै नै हामीलाई ऊर्जा थपेको छ। यो ऊर्जामा हाम्रो जोस, हामी रफ्तारमा अघि बढिरहेका छौँ। गाइज यो गर्मी मौसममा रेनिङ सिजनमा बाइकको पछाडि बसेर चिसो हावा लिँदै सरर ट्राभल गर्नुको मजा छुट्टै छ। त्यसैमाथि रोमाञ्चक ब्युटिफुल भ्यूहरूलाई चाहिँ क्यामेरामा कैद गर्नुको मजा छुट्टै छ। एकदम आनन्द लिएर हामी यात्रा गरिरहेका छौँ। यो हाम्रो छोटो यात्रा हो। हामी अगाडि बढ्दैछौँ आनन्दित अनुभूति गर्दै। हाम्रो तीनजनाको जम्बो टिम अघि बढ्दैछ गाइज। केही मिनटको यात्रापछि हामी माथि दहचोक भ्यू टावर लिएर कालुपाडेको समाधि स्थल पुग्दैछौँ गाइज। अन्ततः हामी फाइनली हामी आइपुग्यौँ कालुपाडेको समाधि स्थल तथा दहचोक भ्यू टावर लिएर। यो केवल घुम्नका लागि मात्र होइन कि यसको ऐतिहासिक महत्त्व पनि उत्तिकै गौरवशाली छ। नेपाल एकीकरणका महान योद्धा गोर्खाली सेनापति काजी कालुपाडेको इच्छा अनुसार कीर्तिपुर र गोर्खा दुवै देखिने गरी दहचोकको डाँडामा उहाँलाई समाधिस्थ गरिएको थियो र यहाँ उहाँको यो समाधि स्थल चाहिँ यही हो। र चाहिँ काजी कालुपाडेको जन्म चाहिँ विक्रम सम्वत 1770 अर्थात् सन् 1713 गोर्खामा भएको थियो भने उहाँको मृत्यु उहाँले वीरगति चाहिँ कीर्तिपुरको युद्धमा पहिलो युद्धमा भएको थियो। विक्रम सम्वत 1814 जेठ 19 गते अर्थात् सन् 1757 मे 28 को दिन उहाँले चाहिँ 44 वर्षकै उमेरमा वीरगति प्राप्त गर्नुभएको थियो। तर यो छोटो उमेरमै
उहाँले नेपालको इतिहासमा कहिल्यै नमेटिने वीरगाथा लेखेर जानुभएको छ। उहाँ काजी कालु पाँडे, उहाँलाई केयर सिंह पाँडे पनि भनेर चिनिन्छ। नेपालको इतिहासमा चाहिँ उहाँ एक अत्यन्तै वीर, देशभक्त र कुशल सैनिक कमान्डर हुनुहुन्थ्यो। पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानमा चाहिँ उहाँ पृथ्वीनारायण शाहको मुख्य खम्बाको रूपमा हुनुहुन्थ्यो। गोर्खाली सेनाका मूल काजी, त्यो भनेको चाहिँ तत्कालीन समयको अहिले प्रधानमन्त्री पद सरह जस्तै हो, त्यो पोजिसनमा उहाँ हुनुहुन्थ्यो। उहाँ एकदम कुशल कूटनीतिकार, कुशल रणनीतिकार, युद्धमा कसरी चाहिँ सफलता प्राप्त गर्ने भन्ने एकदम चतुर हुनुहुन्थ्यो। उहाँले तत्कालीन राजा पृथ्वीनारायण शाहलाई पनि विभिन्न राज्यहरू विस्तार गर्दा आक्रमण यसरी गर्नुपर्छ भनेर चाहिँ उहाँले सिकाउनुहुन्थ्यो भन्ने त्यो कुराहरू भेटिन्छ इतिहासको उसमा हेर्दाखेरि। गाइज यहाँनिर यो दहचोक भ्यू टावर, यो काजी कालु पाँडेको समाधि स्थलबाट यता दायाँ बायाँको यो दृश्यहरू अब यो ठ्याक्कै मलाई अलिकति आइडिया भएन। यो गोर्खा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर यो सबै ठाउँतिर देखिन्छ यो वरिपरि घुमेर हेर्दाखेरि। जियोस् अब यो कुन ठाउँ चाहिँ कुन हो भने चाहिँ मलाई अलिकति ठ्याक्कै आइडिया भएन। जियोस् यो यहाँबाट देखिन्छ ती जिल्लाहरू। गाइस अब हामी यो काजी कालु पाँडेको समाधि स्थल, दहचोक, यो भ्यू टावरको दृश्य हेरिसकेपछि अब हामी यहाँबाट अलिक तल यो मुनि हामी जाँदैछौँ। यो के कुहिरो डाँडा के भन्दो रहेछ, त्यहाँनिर जाँदैछौँ। कसैले खोइ हेभन डाँडा पनि भनिआइछन्। जस त्यो ठाउँमा हामी जाँदैछौँ। यो अलि मुनि हो। अब जस हाम्रो 3 जनाको जम्बो टोली यहाँबाट अब अर्को नजिकैको डेस्टिनेसनमा जाँदैछौँ गाइज। घुमिसकेपछि हामी पेट पूजा गर्ने तरकारमा छौँ। पेट पूजा चाहिँ फेरि हामी त्यो चटपटे खाएर गर्दैछौँ है गाइज। यो चाहिँ कालु पाँडेको समाधि स्थल कुहिरो डाँडाको बिचको ठाउँ पर्छ। अब हामी यहाँ चिया खाने निचोट गरेर निर्णय गरेर हामी यहाँ पुग्दै यहाँ बस्न लागेको। तर बस्दा बस्दै हाम्रो साथी पूजनलाई चाहिँ अलिअलि छिटै जानुपर्ने भयो। ऊ चाहिँ यहाँबाट अब छुट्टिँदैछ। त्यसपछि अब हामी यहाँबाट चिया पिएर धरम र म चाहिँ अब यहाँबाट तलतिर ओह्रालो लाग्दैछौँ। पानी आउन लागेको छ तलतिर। अब के छ कस्तो छ अवस्था हेर्दै जान्छौँ। रेनी सिजन हो। फर्किँदाखेरिको मनोरम दृश्य हेर्दै फर्किने विचार गर्छ। ल गाइज यहाँ आउँदा त ट्राफिक, यहाँ पुलिसको पुरै चेकिङ चलिरहेको रहेछ गाइज। यहाँनिर यो भिडियो हामी खिच्दै आइरहेको थियो। यहाँ पुलिस सरले कराउनु भयो। सो हामीले भिडियो खिचेनौँ, अलिअलि यो मात्र खिच्यौँ। अब मिल्दैन हुँदैन भनेपछि अब रुल्स त फलो गर्नै पर्यो। अब यतातिर आउनेहरू सबै अब सभ्य उनै हुन्छन् भन्ने छैन। कोही अब लागु औषधहरू सेवन गर्ने, कोही के गर्ने हुन्छ। तर यात्रामा हिँड्दा गाडी बाइक चलाउँदा चाहिँ रुल्सको फलो गर्नुपर्छ सबैजनाले। यसरी रुल्स चाहिँ कसैले ब्रेक गर्न मिल्दैन। यो हाम्रै सुरक्षाको लागि भनेको, सबैले मान्नुपर्छ। अब अटेर गर्ने नमान्ने भयो भने यस्तै चेकिङमा परिन्छ। चेकिङमा परेपछि मामाघरतिर पुगिन्छ होइन गाइज। सो त्यही भएर रुल्सलाई ब्रेक गर्ने दुस्साहस गर्न हुँदैन। तर हामीलाई नो टेन्सन। हामीले लाइसेन्स, बिल बुक सबै आवश्यक सबै कागजपत्र देखाएर चेकिङबाट हामी फर्क्यौँ। हामी मापासे लापासे केही गर्दैनौँ। सो हामीलाई कुनै टेन्सन छैन। र तलतिर आउँदै गर्दा हामीलाई पानीले पनि फेरि अर्को चेकिङ गर्यो गाइज होइन। पानीले पुरा भिजिने ओह्रालो झर्दा, काठमाडौँको भ्यू हेर्दै झर्दा, मनोरम दृश्य अवलोकन गर्दै गर्दा त्यो पानीले भिजेको पनि हत्तपत्त केही भएन। भिजेको छु भन्ने नै लागेन। हामी झर्दैछौँ गाइज तलतिर। जियोस् बाटो सहज छ, राम्रो छ, पक्की बाटो हो। आउन जानलाई कुनै समस्या छैन। जियोस् एकदम रमाइलो छ। चेकिङको थ्रिल र पानीको यो बिचोक पार गर्दै हामी फेरि
अब कलङ्की निस्कँदैछौँ। यो अहिले हामी सिचटार हुँदै कलङ्कीतर्फ जाँदैछौँ। असारको यो धुमधाम राइड कस्तो लाग्यो गाइज, र हाम्रो यो सानो मेमोरी तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार पक्कै लेख्नु होला। यदि भिडियो मन पर्यो भने च्यानललाई लाइक सब्सक्राइब कमेन्ट के गर्नुपर्ने हो सेयरहरू होइन गरेर सपोर्ट गर्न नबिर्सिनु होला। राइड सेफ, टेक केयर, बाई बाई, थ्याङ्क यू एभ्री वान। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा भन्न चाहन्छु। हस्त, धन्यवाद।